अरूलाई त तिहार आएको छ, मेरो भने यस्तो हालत खराब भएको छ नि। दसैँ सकेपछि त मलाई त तिहारको खासै केही रहर नै लाग्दैन। आजदेखि त भाइहरूले आफ्नो टेन्ट पनि उतारेर लान लागिसके। अब फेरि कति दिनसम्म उजाड लाग्ने भयो। दसैँ लगत्तै फेरि हाम्रो एका एक सामानहरू झर्दैछ। सेल कडाई फलामका चुलाहरू जुन चाहिँ तिहार अनि यो जाडो मौसममा एकदमै धेरै बिक्री हुन्छ। सबैमा रेट हाल्दा त मेरो त हालतै खराब भयो। अनि यो तिहारमा के हाम्रो पसलको डेकोरेसनै चेन्ज गरिदिएँ। पहिला यो साइडमा प्याकेटवाला आइटम्सहरू थियो भने अहिले चाहिँ प्याकेटवाला आइटम्सलाई अर्कोतिर राखेर तामा पित्तल काँसालाई चाहिँ यो साइडतिर राखेका छौँ। किनभनेपछि तिहारमा अब धेरै जसो यही तामा पित्तल जान्छ नि त, त्यही भएर। त्यही बेला एकजना आन्टीले यो सिल्भरको भाँडाकुँडाहरू लिएर आउनुहुन्छ, जसलाई साटेर त्यसमा पैसा थपेर नयाँ कुकर लगेर जानुभयो। यसमा चाहिँ हामीहरू हजुरहरूसँग भएका पुराना सिल्भर तामा पित्तल काँसाहरू पनि साट्ने गर्छ। फलाम र स्टिल बाहेक सबै भाँडाकुँडाहरू साटिन्छ। यदि हजुरहरूसँग छ भने ल्याउन सक्नुहुन्छ। अनि त्यही दिन फेरि झमक्के साँझमा सामान पनि खस्यो। अब पेटीहरू खोलिसकेका थियौँ। यतिकै सुतियो भने फेरि भोलि पसल खोल्न सकिन्न भनेर त्यो दिन पसल बन्द गरेर खानासाना खाएर म, विनोद भाइ, जीवन, मम्मी भएर रेटहरू हाल्न थाल्छौँ। यही कारणले गर्दा हो कि मलाई तिहार भन्दा दसैँ नै रमाइलो लाग्ने। भए घरका सामानमा 2-3 घण्टा लगाएर रेट हाल्दा मेरो त हालत नै फुस्क्यो। धन्न हाम्रो विनोद भाइले चाहिँ केही कम्प्लेन नगरिकन काम गरिरहेका छन्। रेट हालेर भ्याउँदा त ठ्याक्क 12 बजिसकेको रहेछ। अब यति अँध्यारोको बेला विनोद भाइलाई एक्लै नपठाम भनेर म, जीवन, मम्मी भएर उसलाई घरसम्म पुगाएर आउँछौँ। यदि भएपछि हजुरहरू धनतेरसमा सामान किन पक्का साइकिल नै आउनु है भन्दै आजलाई बिदा दिनु। धन्यवाद।